त्यहीको जेल गइसकेपछि खोइ त अहिले निर्भला पन्तको बलात्कारी केसमा फसेको मान्छे जेलमा त हुनु पर्यो। हो बलात्कार केस किन भनिन्छ? अहिले हामीले बलात्कार गर्यो भनेर प्रशासनले के भूमिका चलाएको? अहिले फाँसी लिए यसरी नै त्यसको फाँसी हामीले लिन पाऊँ हामीलाई त्यसलाई भित्र राखेर हामीलाई केही छैन, काम छैन। त्यसको जसरी मेरा भाइको फाँसी भयो उसरी त्यसको फाँसी मैले लिन पाऊँ। धेरैजना यति बेला आफन्त वीरेन्द्र साईको आफन्तहरू आक्रोशमा हुनुहुन्छ। जसरी चाहिँ वीरेन्द्र साईलाई मर्न बाध्य बनाइयो त्यसै गरी नै ती जो युवती छिन् अहिले चाहिँ जुन प्रहरीले पूजा शर्मा अधिकारीलाई जसरी चाहिँ पक्राउ गरेको छ ती व्यक्तिलाई समेत यदि नेपाल सरकारले फाँसीको सजाय दिन सक्छ भने फाँसीको सजाय हुनुपर्छ भन्ने माग रहेको छ। अहिले उहाँका आफन्तहरू यसरी चाहिँ धरनामा बसिसकेपछि बिहानदेखि यो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा धरना दिइरहनु भएको छ। बल्ल प्रहरीले चाहिँ उहाँलाई गिरफ्तार गरेर ल्याइसक्यो। अब थप अनुसन्धान प्रहरीले गर्ला नै, तर यो परिवारले अब वीरेन्द्र साई चाहिँ फर्काउन सक्दैन। त्यसकारण अब यस्ता घटनाहरू नदोहोरिउन् पनि र सुर्खेतमै ती युवतीले जो चाहिँ वीरेन्द्र साई लगायत पहिले पनि अन्य एक युवकलाई चाहिँ बारम्बार मार्ने भनेर उले नाम पिटाइसकेको छ। हाम्रा दुईवटा युवाहरू गइसकेपछि अहिले फाँसीको सजाय अनिवार्य हुनुपर्छ। यसको हाम्रो दुईटा जेललाई हामीले के गर्न पाइयो हुनु परेन। अनि फाँसीको सजाय मात्रै हामीले होइन भने यस्ता लाएर हालेर पनि छैन। त्यसो हामीले बलात्कारी केसमा पक्रियो भने जसरी वीरेन्द्र पन्तको खोइ त परेको अहिले उसैले बलात्कारी केसमा उले हालेर गराएको भनेपछि त्यसले त्यहीको जेल गइसकेपछि खोइ त अहिले निर्भला पन्तको बलात्कारी केसमा फसेको मान्छे जेलमा त हुनु पर्यो। हो बलात्कार केस किन भनिन्छ? अहिले हामीले बलात्कार गर्यो भनेर प्रशासनले के भूमिका चलाएको? अहिले हामीलाई त हामी त के भयो हाम्रा दुईवटा युवकका जेल गइसकेपछि अनिवार्य फाँसी हुनुपर्छ। यही महिलाले गर्दाखेरि यही महिलाले उहिले वीरेन्द्र साईले बोलेको छ, भाइले बोलेको छ। भाइले दुईटाको जेल मैले यसरी लिन सक्छु भनेपछि कस्तो दम छ? तपाईले भित्र जेलमा राखेर के गर्नुहुन्छ? तपाईले पनि चालखेल गर्नुहुन्छ। त्यस्तै त्यो महिला पुरुषलाई चाहिन्छ एउटा कुरा। त्यही भएर तपाईले राख्नुहुन्छ कि के गर्नुहुन्छ? मिडियाकर्मी साथीहरूले नै भन्नुस् सरहरूले। त्यो महिला भनेर महिलाको फाँसीको सजाय हुनुपर्छ। होइन भने चाहिँ अहिले तपाईले भित्र त्यसलाई राख्ने कुराकानी हुँदैन। फाँसी हुनुपर्छ। जेलमा लियो भने तपाईले त्यो एउटा घुम्टो उडाएर किन लग्नुभयो? घुम्टो उडाएर लग्न मिल्दैन नि त्यसलाई त चारैतर्फ देखाउन मिल्दैन। त्यो के ब्याउली हो? त्यो ब्यागी ब्याउली हो? त्यो घुम्टो मान्छेको जेलमा भित्र लग्ने जसरी मेरा भाइको फाँसी भयो, फाँसी जसरी दिँदैले उसरी त्यसको फाँसी हुनु पर्यो। सर के यस्तो छ कि आज हामीलाई दुःख यति छ, हामीलाई पीडित यति भयो, हुनै पर्यो त। त्यो डिभाइनले होटल बनेपछि हाम्रो अगाडि मात्रै ल्याइदिनु पर्यो। अगाडि मात्रै ल्याइदिनु पर्यो। पाउनु पर्यो। डिभाइनले होटल उडेको छ। उसको छोरो भनेको मुटुको बेलो भनेपछि अहिले कसरी हलिरहेको छ मुटुको बेलो? तपाई छोराछोरी जन्माए मान्छेले थाहा होला यो कुरा। यही पूजा शर्मा अधिकारीले चाहिँ सबै सम्पत्ति इनामिना गरेर अहिले उसको दुईजनाको माया प्रेम कति छ भनेपछि अहिले श्रीमती आधा छ। श्रीमती आधा छ। भोलि बेला त्यो डिभाइन नजिकको 2 करोडको 1 कट्ठा जग्गा सिधै 1 कट्ठा जग्गा सिधै त्यसले केही गरेकी छैन। त्यसले आज हाम्रो जेन पनि जसरी त्यही सम्पत्ति केही पनि चाहिएन। सम्पत्ति हामीलाई त्यहीको अनि फाँसीको सजाय भने पूजा शर्मालाई हुनुपर्छ।